जय मसीह। अहिले हामी क्रिसमसलाई सेलिब्रेट गरिराखेको छौँ अनि क्रिसमसको धेरै इम्पोर्टेन्ट मेसेजहरू मध्ये वान अफ दि इम्पोर्टेन्ट मेसेज चाहिँ के हो भन्दै गर्दा तपाईँ र मैले पुज्दै गरेको परमेश्वर चाहिँ प्रमिस किपर हुनुहुन्छ। यीशु ख्रिस्ट जन्मनुभन्दा धेरै वर्ष अगाडि नै प्रभुले प्रतिज्ञा गर्नुभएको थियो कि एक दिन मसिहा आउने हुनेछ भनेर। अनि जब राइट समय आयो यीशु ख्रिस्ट यो संसारमा जन्मनु भयो। यसले के बुझाउँछ भन्दै गर्दाखेरि चाहिँ हाम्रो प्रभु चाहिँ उहाँको वचनमा एकदमै पक्का हुनुहुन्छ। अनि आज तपाईँले यो भिडियोलाई सन्देशलाई हेर्दै गर्दाखेरि पनि तपाईँ पनि जीवनमा धेरैवटा कुरालाई पर्खिराख्नु भएको छ होला। तपाईँको कामलाई, हिलिङलाई, डिरेक्सनलाई, ब्रेक थ्रुलाई पर्खिराख्नु भएको छ होला। अनि तपाईँलाई पर्खिँदा पर्खिँदा ला हो हुँदैन के हो, प्रभुले बिर्सिनु भयो के हो भनेर तपाईँलाई त्यस्तो विचार आउँदैछ भने आज यो क्रिसमसको दिनमा म तपाईँलाई सम्झना गराउन चाहन्छु कि प्रभु चाहिँ प्रमिस किपर हुनुहुन्छ। प्रभुले आफ्नो वचनलाई कहिले पनि बिर्सिनुहुन्न। अनि प्रभुले बाइबलभरि नै तपाईँ र मेरो जीवनको लागि धेरैवटा प्रतिज्ञा गर्नुभएको छ नि, जो चाहिँ प्रभुले सही समयमा पुरा गर्नु नै हुनेछ। आज यो क्रिसमसलाई सेलिब्रेट गर्दै गर्दा यही कुरालाई सम्झना तपाईँलाई गराउन चाहन्छु। आशा नहराउनुहोस्, प्रभुले राइट समयमा राइट कुरा गर्नु नै हुनेछ। जय मसीह, मेरी क्रिसमस।